हेलो साथीहरु, आज चाहिँ हामी रानीकोट हाइकिङ जाँदैछौँ। हामी चाहिँ अब भर्खर सुरु गरेको, अघि यो भ्लग गर्छु भनेको राइडर आफै परेर गोप्रो थिएन, त्यसैले सेल्फी गर्दै भिडियो बनाउँदैछौँ। हामी चाहिँ भर्खर सुरु यात्रा गर्दैछु। अब छ केटाहरू अगाडि, म देखाउँछु तपाईँहरूलाई बिस्तारै। ल है, राम्रो। ल मेरो टोलीहरू यहाँ छ। अझ दुईजना चाहिँ अलि अस्वस्थको कारणले गर्दा, हिँड्न अलिक बिरामीको कारणले गर्दा अगाडि गइसक्यो। हामी यहाँ हिरो, तपाईँको नाम बताइदिनुहोस् न। मेरो नाम? हजुर। तिमी के पऱ्यो? नाम चाहिँ नसोध्नु, अरू सोध्नु न। उहाँ चाहिँ यस्तो हो, अब बहुमूल्य मान्छेहरूको फेरि नाम अलि बहुमूल्य हुन्छ। उहाँ चाहिँ किङ हो, किन नामै सोलोमन राजा। हाम्रो ह्यान्डसम दाई भनेको उहाँ हुन्छ। यहाँ हाम्रो अल्फाइज भाइ गिटार बोक्दैछ। भाइ ए लु केही भन न आजको बारेमा। आज चाहिँ हामी घुम्न आइरहेको छौँ होइन, रानीकोटमा। आजको दिन चाहिँ राम्रो होस् भन्ने इच्छा छ। हजुर चस्मा लाग्यो, सपना बिपना जस्तो लाग्यो। हाम्रो इजिकल भाइ के छ भाइ? रमाइलो छ एकदम। कहाँ जानु अरे र? पाइलट बाबा। पाइलट बाबा। भीम भाइ के छ? ठिक छ, ठिक छ। सोझो भाइ सबभन्दा लजाउँछ बोल्ने बित्तिकै। अनि हाम्रो त्यता बहिनी, मया बहिनी के छ हाल खबर? यहाँ अलिकति एउटा शब्द जाओस् न। के छ मेरो, अब यहाँ भ्लग भाइरल हुन्छ कि। यता हाम्रो बहिनी छ है, उहाँको साथी चाहिँ रजुना बहिनी छ। अहिले बिरामी कारणले गर्दा चाहिँ दाइसँग स्कुटीमा बाइकमा जाँदैछ। हामी चाहिँ अलि माथि आइसक्यो, लगभग 2 किलोमिटर हिँड्यो होला। हिँडेरै है केटाहरू हिँड्दैछ है। अरू पछाडि छ दुईजना चाहिँ। सिन चाहिँ दामी छ यहाँको। अब काठमाडौँको धुवाले गाह्रो, अब अति नै प्रदूषणको कारणले गर्दा निश्वास यस्तो फिरो हुन्छ। यहाँ आएपछि हल्का सास फेर्न मजा आउने वातावरण राम्रो छ, रमाइलो छ। सिनहरू दामी छ, हरियाली कलाएर। यो ट्रिक हाइकिङ चाहिँ आज एक्सर्साइज चाहिँ डह्रो हुने भयो। खेर चाहिँ थाकेर पछाडि छ बिस्तारै आउँदै। अಯ್यो अर्को टोली यहाँ छ। है रमाइलो फिल भइरहेको छ। घुम्नुपर्छ बेलामा, तपाईँहरू पनि घुम्नुपर्छ है। घुम्न आउनुहोस् है, घुम्न आउनुहोस्। यस्तो समय आउँदैन बेलामा, काम गर्ने हिँड्ने डुल्ने समय हुन्छ। अब कतिपय कुराहरूमा चाहिँ अब व्यवहारिक भएपछि कमाउनै पऱ्यो, फ्यामिलीलाई समय दिनु नै पऱ्यो। तर बेलामा चाहिँ सानो 1 घन्टा 1 दिनको समय निकालेर चाहिँ यसरी ट्रेकिङ आउँदाको मजा चाहिँ छुट्टै छ। र आउनु पनि पर्छ, शरीरको लागि स्वास्थ्य नै हुन्छ, फ्रेस भइन्छ। लेक्चर दिएको आमा धेरै। भाइ एक्लै भयो त भाइ, तिमी त पछाडि भयो त, हिँड्नु नसक्यो क्या? गाह्रो छ। तर सिन चाहिँ बब्बाल छ यता है। के गनायो सिन हो न, सिन हो चाहिँ गनायो क्या। यहाँ हिँड्ने क्रम जारी छ। यहाँ लालीगुराँस एउटा दुइटा मात्र रहेछ, सबै टिभीहरू लगिसक्यो। सहन्छ अरे, यता हेर न, यसरी लुक्सले खाइदिन्छ क्या यहाँ। र हलिउड हिरो जस्तो लाग्छ। के भन्ने कि यार, भ्लगमा त के बोल्नु आउँदैन अरूले जस्तो यार, पतार पतार बोल्न जान्दैन यार। त्यही पनि हो क्या, भाइरल नभयो क्या भिडियो नि यार।
आफ्नै आफन्तले मात्रै हेर्छ त्यो पनि 10-12 जना मात्र भ्यू आउँछ कन्टिन्यू आउँदैन यार मलाई भन्ने केही आउँदैन जान्दिनँ यसो मिलाएर यसरी भाइरल गराइदियो हुन्थ्यो यार रमाइलो त्यस्तो भाइरल हुनु मन त छैन हल्का 100-200 जना हेरेर पुग्छ मलाई यो चाहिँ पुरै पहिरो माथिदेखि डर यहाँ छ गाडी आउँदैछ रेलिक्स हिँड्ने क्रम बाँकी नै छ साइट धेरै रुखहरू पो गएको छ त पहिरोहरू यहाँ काठमाडौँ भ्याली मजाले देखिन्छ तर यहाँ मेरो फ्रेस हावा आइरहेको छ केटाहरू उहाँ पुग्छ पहिरो चाहिँ फेरि खतरा गाह्रो छ क्या फेरि यो फेरि पानी पऱ्यो भने त बिजोग हुन्छ होला यहाँ के हो र यो म त काफल पो भन्नु खाऊ न भिडियोमा देखाएको ए भिडियोको लागि पो मेरो लागि भनेर ओह सेट लु भाइ केही बोल कस्तो हुँदैछ कतिको थाक्यो त दाजु हजुर कतिको थाक्नुभयो त बिल्कुलै थाकेको छैन स्टार्टिङ हो नि त हो र यात्रा अझै बाँकी छ अझै बाँकी नै छ तपाईँले भोक चाहिँ लागिरहेको छ माथि बसेर खाउँला किनभने यतिखेर भयो हिजो खाएको कि के खाएको छैन हजुर ए त लागिहाल्छ मौसम त दामी भयो गर्मी नै गर्मी भएर पसिना बगाएको अनि यो त हिँडेकोले जिउ तातेको मात्रै हो हजुर यसले चाहिँ भिटामिन डी प्रचुर मात्रामा हाम्रो शरीरलाई दिन्छ हजुर 11 बजेदेखि 2 बजेको घाममा चाहिँ भिटामिन B12 प्रचुर मात्रामा हुन्छ भनेर मेरो भ्लगमा त फाइदा पनि हुने भयो एकदम फाइदा हुने भयो तिमीलाई डक्टरको सुझाव पनि फ्रीमा पाउने भयो होइन डक्टरले दिने सुझाव जस्तो फ्रीमा पायो नि त आर्टिकलहरूमा पढे हुन्छ हजुर त्यही हो कारणले गर्दा तेरो म पाक्को मान्छेहरूसँग हिँड्नु मन लाग्छ क्या फेरि केही कुरा महसुस अनुभव गर्न पाइन्छ केही कुराको भनेर भन्छ हामी चाहिँ पाइलट बाबा भन्ने ठाउँमा आइपुग्यो हिँड्दै आएको हो हामी हुन त गाडीको सुविधा हुन्थ्यो तर हामी चाहिँ हाइकिङ आएको कारणले गर्दा चाहिँ तल बेसदेखि नै तलदेखि नै हामी यसरी आएको केटाहरू यहाँ आएर फोटो खिच्दैछन् रमाइलो गर्दैछ आनन्द केटाहरूलाई म पनि स्या भयो यहाँ चाहिँ भक्तपुर भ्याली पप्पाल देख्दैछ टाढामा माथि नै होला उनीहरू त्यो यतातिर एउटा डाँडा छ नि त्यो ठ्याक्क तोरीको जस्तो देखिँदो रहेछ हुन त यो झार हो तोरी होइन झार तोरी जस्तो देखिँदो रहेछ आज त दामी भइरहेछ तलदेखि नै माथि यसरी हिँडेको है पुरै गलेर पानी त 2 बोतल भइसक्यो म भनेर झुटो पनि के बोल्नु भिडियो बोल्नु भयो होइन झुटो बोल्नु भयो कसरी युट्युबमा कति आयो नि अब सब्सक्राइबर अब 27 जना छ त मैले पनि सब्सक्राइब गरेको छु है ल धन्यवाद तपाईँलाई ए रुमेन दाले गरेको छैन यार ए रुमेन दाको सर्च गरेको भेट्दै भेटाएन यस्तो सपोर्ट हुँदा हो नि तपाईँ चाहिँ त्यस लागेर बस्दिनँ के बोल्न न मैले ब्लग गर्दाखेरि केही बोल्नु आउँदैन कि फेरि मैले केही बोल्नु जान्दिनँ कि फेरि सोध न हामी जानिहाल्छौँ नि ल भन्नु न कस्तो हुँदैछ तपाईँलाई अब कहाँसम्म जानुपर्ने हो हाम्रो यात्रा
यो प्रश्न दोहोरियो हजुर होइन उत्तर म दोहोऱ्याउँदिनँ हजुर हामी चाहिँ रानीकोट डाँडासम्म जाने हाम्रो उद्देश्य हो तर हामी अहिले एकैछिन यो यता छड्कै जाँदैछौँ हजुर यो भन्नु चाहिँ के भन्छ थाहा भएन यो बोल्दै जान्छ ल हाम्रो ग्याङहरू यहाँ चाहिँ हाइकिङ ग्याङ आम्मा दुईजना त फेरि कहाँ छ फेरि जङ्गलको बाटो यही बाटो यो अब हराए डर छैन यो हामी चाहिँ अब यहाँबाट लगभग हामी नेपालबाट माल्टा हुँदै अब अमेरिका जाँदै हो यो चोर बाटो आउँदै हो अब हामीलाई चाहिँ यहाँ डर पनि हुन्छ अब यहाँनिर लुटपाट गर्ने ए माल्टा उल्टो भन्ने मैले जानिनँ क्या ए ब्राजिलको जङ्गलमा पो रहेछ हामी मैले यसो बोल्न जानिनँ मिस्टेक पठाइदिएछु जङ्गलबाट यो अमेजिङ जङ्गलै होला नि एमाजोन कि अमेजिङ हो एमाजोन त्यो जङ्गल यस्तो डाँडा सेम नेपालको जस्तो हुँदो रहेछ डाँडा काँडा है हरियाली त्यसैबारे बनबारे सेम नेपालकै ल हामी चाहिँ हावापानी सेम अब लगभग हामी 3 दिनभित्रमा त पुग्छ होला अमेरिका यो चोर बाटोबाट कहाँ आधी घन्टाबाट पुग्छ ब्राजिलबाट अमेरिका पुग्छ ल अब हामी यस्तो डरलाग्दो बाटोमा जाँदैछौँ केटाहरू अगाडि छ माथि है रमाइलो छ हरियाली छ जङ्गल छ त्यति बोल्न जान्दैन भ्लग चाहिँ बनाएको छु तर बोल्न त जान्दैन अब हेर्नेलाई त अल्छी लाग्छ ल मेरो भ्लग त कुरा सुनेर पनि के बोल्यो भनेर बोल्न जानेन भन्दै होला अब पहिलोचोटि होस् तपाईँले सपोर्ट गरिदिनु होला माइन्ड नगरिदिनु होला त्यति बोल्न जान्दैन रहर मात्रै हो लगभग अब हामी यहाँ आइपुग्यो ओहो दामी ल एडभेन्चर बब्बाल ल ओहो डेन्जर ठाउँ रहेछ यो त कति डेन्जर खालको रहेछ यो बब्बाल ल मल झऱ्यो भने चाहिँ सिधै त मेरो मल खस्यो दामी बनाएको छ ठाउँ चाहिँ ल एकैवटा धेरै राम्रो के छ ल केटाहरू हेर ल अब तिमीहरू पनि भाइरल हुनु पर्यो क्या मेरो भ्लगमा देखा पर्नु ल एकैवटा है दाइले बिचरा एकैवटा यहाँ पुग्दैन निकालेर होइन धन्यवाद गर्ने पनि ल्याउनु भएको थियो के हो म अलिकति गएँ ल यता फोटो खिच्नु न यहाँ आएपछि दामी ल बाटो त दामी यो पहाडको यो ढुङ्गाको वरिपरि बनाएर चाहिँ भएको चाहिँ हाम्रो टोलीहरू रमाइलो गर्दैछ बब्बाल ठाउँ छ तपाईँहरू पनि घुम्न आउनु ल रमाइलो छ यो पुरै यो भक्तपुर सहर होइन यो सबै एयरपोर्टको देखाएको त्यो बाटो चाहिँ रमाइलो छ वरिपरि यतिको त नि नेपालको ठाउँमा नि भेट्न गाह्रो छ चलिरहेको मान्छे केटाहरू थाकेर रेस गर्दैछ बब्बाल रमाइलो हेरेर कस्तो दामी हरियाली छ वातावरण सिन बब्बालदेखि नै हाल्छ सिन चाहिँ दामीदेखि नै कस्तो दामी सिन छ
अब यो सिडी चढ्दैछौँ यो सिडी त निकै लामो छ भन्दैछ अब कहाँसम्म सिद्धिने हो पुरै डाँडासम्म माथिसम्म यो सिडी चढ्नुपर्ने रे केटाहरू सबै अझै सिडी कति मिनटको सिडी छ यो 1 घन्टाकै हो क्या आधी घन्टाको सिडी हो मरिन्छ त नि गलेर चाहिँ गलेर दामी है हामी कहाँ जाँदैछ रानीकोट कि के अरे रानीकोट केटाहरूमा लस्करी छन् हामी चाहिँ त्यसै डाँडाको टुप्पोमा आएछ अब यही भन्छ केटाहरू फोटो खिच्दैछ पुरै वरिपरि भ्यूै भ्यू छ यहाँ उता जाँदो रहेछ तर अहिले हामी नजाउँ एकछिन यता केही बेर बसिन्छ अनि केटाहरूसँग सानो सेवासङ्गति गरिन्छ जस्तो लाग्छ है हेर छ अर्को फोटोग्राफर Successful people. प्रार्थना गरौँ न ट्याक्कै ल 2 घन्टा जति परिणाम भयो नि पर्छ पानी चाहिँ यसरी झारेर पार्छ झाडा हुँदैछ के फरक पर्दैन यो चाउचाउ होइन सिधै हाल्ने कैँची चाहिने रहेछ क्या अर्को त्यो यसको मसला निकाल्नु न मसला अल्फा चाहिँ अल्फा ल अल्फा सिम बजाउ ल हामी गाउनु ल सबैले गाउँ ल खुट्टा नहाल भनेको नि कुन बुझ्दै प्लास्टिकले बन्दैन चक्कु न त छिटो हो अलिक छिटो हुन्छ यसले सानो काटिँदैन नि यसरी काटेपछि ला पानी पर्छ भने थप्नु पर्छ कि कपु यहाँ छ ल थप्नु पर्यो भने म त चाउचाउ खास प्याकेट मात्रै चटपटे मात्रै होला जस्तो भएको ओहो के हो टमाटर पनि काट है दिन खराब भयो म भन्दा कोसो काट्छ पनि देऊ ल भाउजूको यादमा हो नि अनि शानदार याद गर्नु पर्यो यो घाँसमा भरे मात्रै काट्नु पर्ने यो
प्याज साह्रै ठुलो होइन कति राम्रो यता 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 दाइ दाइ